आफूले अचार बनाएर आफैले खानुहुन्न कि क्या हो, कहिले खाएको भिडियो नै नहाल्ने, खाएको देखाउँदै नदेखाउने भन्नुहुन्छ है। मैले खान्छु किन नखाने, खाँदा 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 म्याच्छै वाक्कै परेर होइन अहिले चाहिँ अलिकति कम खान लागेको। तर मैले मासु भनेपछि नि कसैले नखाने कुरा हुन्छ। अनि हाम्रो अचार चाहिँ यस्तो मजाको ग्रेभी टेक्सचरमा हुन्छ होइन, यस्तो हुन्छ। अनि हजुरहरूले चाहिँ त्यो बट्टा लिइसके पछाडि नि मजाले सेक गरेर चम्चाले निकालेर खानु होला। यो चाहिँ प्याकिङ गरिसके पछाडि यति मात्रै बचेको छ हिजो बनाएको अचारमा, र म खान्छु ल। अनि यो अचार चाहिँ अझै 1-2 दिन पछाडि अझै टेस्टी हुन्छ कि, किनभने हिजो बनाएको नि आजै मिठो हुँदैन नि, खाँदा पनि यसरी ट्याक्कै ग्रेभीसँग खायो भने अझै दामी हुन्छ। कस्तो मुखबाटै पानी आइसक्यो। दामी हो दामी। बबालै हो क्या। भातसँग नि खान्छौँ हामीले त यो अचार चाहिँ, म्याक्सिमम् भातसँगै खान्छौँ। हजुरहरूलाई पनि यस्तो अचार खाने मन छ भने व्हाट्सएपमा मेसेज गरेर छिटो अर्डर गरिहाल्नु। बाई बाई।